Guys, this is Enigmatic here and welcome back to our new video. So, आज अगेन टाइटलबाट थाहा पायो होला यहाँनिर अब सुरुदेखि नै सुरु गर्नु पर्दाखेरि लाइक अब एभ्रिबडीको लाइफ हुन्छ नि सेम हुँदैन होइन र कोही कोही एकदमै गरिब जन्मिन्छ होइन र लो क्लास फ्यामिलीमा जन्मिन्छ भने कोही कोही हाई क्लास अप्पर क्लास रिच एज फ्यामिलीमा जन्मिन्छ ओके सो यसलाई हामीले कन्ट्रोल गर्न सक्दैनौँ दिस इज द फ्याक्टर द्याट वी स्टार्ट होइन र ल स्टार्टिङमा हामीले कन्ट्रोल गर्न सक्दैनौँ हामी जता जन्मे पनि होइन र जसरी जन्मे पनि जुन स्टेटमा र कन्डिसनमा जन्मे पनि वी क्यानट कन्ट्रोल इट तर जब लाइफ बढ्दै जान्छ होइन र लाइफ बढ्दै जान्छ लाइक टाइम पनि बित्दै जान्छ त्यतिखेर लाइक हामीसँग एउटा हातमा डिसिजन हुन्छ होइन र लाइक हाम्रो लाइफलाई लाइक लिटरली पेन र पेन पेन जस्तै ठानौँ होइन र जसले गर्दाखेरि हामीले आफ्नो लाइफ लेख्न सक्छौँ क्या लाइक लिटरली हाम्रो लाइफ चाहिँ एउटा कागज भयो होइन र अनि हामी चाहिँ एउटा पेन भयो त्यस्तै गरी अब हामीले एउटा राम्रो लाइफ लेख्नु छ भने होइन र एउटा राम्रो कविता अथवा एनिथिङ जर्नल लेख्नु छ भने हामीले मिहिनेत गर्नुपर्छ र धेरै जति सोच्नुपर्छ त्यस्तै हो हाम्रो लाइफ पनि अब कुरा हुन्छ स्टार्टिङ हामीले सुरु गर्न सक्दैनौँ तर जब लाइफको डिसिजन्सहरू जब लाइफमा के गर्ने जब लाइफमा के गरी इम्प्रुभ हुने त्यस्तो डिसिजन्सहरूको बारे कुरा हुन्छ होइन र त्यतिखेर वी क्यान लिटरली कन्ट्रोल दोज थिङ्स होइन र जुन कि त्यो कुरा हाम्रो हातमा हुन्छ अब कुरा गर्नु पर्दाखेरि लाइक पिपुलहरू जताबाट स्टार्ट गरे पनि मान्छेहरू रक बटम देखे पनि होइन र प्रिजनमा अब जेलमा गएको मान्छेहरू पनि अहिले धेरै सक्सेसफुलहरू छन् बिलियनियर्सहरू छन् होइन र एन्ड उनीहरूको लाइफ उनीहरूले क्रिएट गरेको हो लाइक लिटरली अब हामी त नर्मल पिपुलहरू भयो होइन जस्तै कि हाम्रो जिन्दगी नै अब कस्तो छ भन्दाखेरि हाम्रो जिन्दगी नै लाइक अब जन्मियो पढ होइन र यति मास्टर ब्याचलर यतिसम्म पढ त्यसपछि तिमी जब खाऊ जब खाएपछि बिहे गर्न थाल त्यो बिहे गरेपछि छोराछोरी पाऊ छोराछोरी पाएपछि त्यही जबमै तिम्रो लाइफ सकिन्छ होइन र त्यही जबमा तिम्रो लाइफ सकिन्छ र तिम्रो छोराछोरीले अब फेरि छोराछोरीलाई पाल्न पर्छ अनि छोराछोरी ठुलो भएपछि उनीहरूले तिमीलाई पाल्छ त्यही हो हाम्रो लाइफ होइन र तर जब आउँछ एक्स्ट्रा अर्डिनेरी मान्छेहरूको कुरा होइन र एक्स्ट्रा अर्डिनेरी मान्छेहरूको कुरा गर्नु पर्दाखेरि तिनीहरूले लाइफमा रक बटम देखेको हुन्छ सच एज हाम्रो पो अब नर्मल युजुअल कुनै पनि हल्का हुन्छ नि लफडा धेरै नपरेको त्यस्तो पो कन्टेक्स्ट हुन्छ तर जब एउटा मान्छेहरू आउँछ जसलाई हुन्छ नि अब कुनै एक्युजेसन्समा होस् कुनै मजबुरीमा जेल जानु परेको छ मजबुरीमा केही काम गर्नु परेको छ उनीहरूको जिन्दगी हाम्रो जस्तो सिम्पल छैन होइन र उनीहरूको जिन्दगी हाम्रो जस्तो सिम्पल छैन अब उनीहरूले केही नराम्रो काम गरेर जेलमा जान्छन् जेलमा गएपछि उनीहरूले फेरि जेरोदेखि स्टार्ट गर्नुपर्छ किनभने उनीहरूको रेपुटेसन डाउन भइसकेको हुन्छ होइन र एन्ड लाइक लिटरली सबैले साथ छोडिदिन्छन् होइन र जेलमा जाँदाखेरि सबैले साथ छोडेपछि दे लिटरली हेभ टु स्टार्ट देयर लाइफ अगेन फेरि बच्चा भएर लाइफ स्टार्ट गर्नुपर्छ होइन र देयर अब जेलबाट निस्केपछि पनि कहाँ जाने होइन र जेलबाट निस्किसकेपछि पनि कसैलाई चिन्दैन वी हेभ टु स्टार्ट इट अगेन एन्ड अगेन एन्ड अगेन त्यस्तो मान्छेहरूले दे विल गेन सक्सेस मोर ऱ्यापिडली किनभने उनीहरूको लाइफमा एउटा मोटिभेसन छ कि म कसैलाई गरेर देखाउँछु भनेर म आफै सक्सेसफुल हुन्छु भनेर उनीहरूको लाइफमा मोटिभेसन छ उनीहरू रक बटम पुगेर आएको हो अब उनीहरूले आफ्नो लाइफ इम्प्रुभ गर्नको लागि होइन र उनीहरूले त अब जेरोमा पुगिसक्यो नि त होइन र उनीहरू जेरोमा पुगेको कारण म 100मा पुग्छु भनेर उनीहरूसँग मोटिभेसन हुन्छ एउटा सेल्फ ड्राइभ हुन्छ र डिसिप्लिन पनि के भनौँ त्यो डिसिप्लिन भन्दैन त्यसलाई जस्ट हुन्छ नि एउटा डिसिप्लिन त्यसलाई भन्दैन होइन र लाइक इट इज लिटरली कल्ड वाट वी कल इट इज लिटरली कल्ड लिभिङ होइन र अब मोस्ट अफ अस कन्टेक्सहरूमा होइन र हामीले डिसिप्लिनको कुराहरू गर्छौँ तर जति पनि तिमी जब म्याच्योर हुँदै जान्छ त्यतिखेर तिमी आफै ट्र्याकमा आउनु खोज्छौ क्या लाइक लिटरली डिसिप्लिन भनेको आई डोन्ट थिङ्क इट एक्जिस्ट होइन र एभ्रिबडीको पोइन्टमा हामीहरू सबैले ब्रेक हुन्छौँ भनेर तर जब कन्टेक्स्ट आउँछ लाइफले तिमीलाई रियालिटीले तिमीलाई हिट गर्छ त्यतिखेर डिसिप्लिन तिमीलाई चाहिँदैन
त्यतिखेर तिम्रो आफ्नै म्याच्योरिटीले नै तिमी इम्प्रुभ हुन्छौ. सो आई डोन्ट थिङ्क इट्स कल डिसिप्लिन अर समथिङ वाट एभर होइन. ओके, सो रक बटम देखेको मान्छेहरू भनेर उनीहरूले त्यही हुन्छ नि एउटा म्याच्योरिटी लिएर होइन एज इम्प्रुभ हुनपर्छ एउटा मेन्टालिटी लिएर उनीहरू इम्प्रुभ हुन्छ. अनि मेनली के हुन्छ भन्दाखेरि अब उनीहरूले त रक बटम देखेको हुन्छ भनेर लाइक लिटरली उनीहरूलाई थाहा हुन्छ कि लाइफमा फेलियर पनि कतिचोटि खानुपर्छ, कसरी लाइफमा फेलियर पनि खाइराख्नुपर्छ भनेर लाइफमा कुनै थिङ एचिभ गर्नलाई टाइम चाहिन्छ भनेर उनीहरूलाई सबै थोक थाहा पाइराखेको हुन्छ. किनभने दे हेभ लिटरली फेस्ड एभ्रिथिङ एक्सपिरियन्सबाट होइन र. सो यो भयो अब त्यो रक बटम देखेको मान्छेहरूले. अब हामी जस्तो एभरेज मान्छेहरू किन इम्प्रुभ हुँदैनौँ भन्दाखेरि आई विल टेल सिम्पली भन्दाखेरि किनभने हामीलाई एउटा जरुरत छैन. किनभने हाम्रो जिन्दगी नै हुन्छ नि मैले भनिसकेँ अघिनको लाइफस्टाइलमा चलिरहेछ भनेर. लाइक अब यतिसम्म पढेर जब खाएपछि आफ्नो फ्यामिली पाल. दिस इज हामीलाई निडै छैन कि लाइक लिटरली आउट अफ एभरेज भन्नलाई. त्यही भएर वी डोन्ट इम्प्रुभ इट. तर मन सबैलाई हुन्छ, तर एउटा डिमान्ड एउटा निड नभएको कारण वी कुडन्ट एचिभ इट. सो द्याट इज द रिजन भनेर. सो यसको बारे आई डोन्ट थिङ्क मस्ट अफ अस आर अवेर अबाउट होइन र. फर्स्ट अफ अल हामीलाई एउटा इम्प्रुभ हुने निड चाहिन्छ. कहिले सोचेको छौ कि लाइक त्यो के भन्छ तिम्रो सोसियल मिडियामा त्यो के भन्छ रिप्ड गाईहरू आउँछ त लाइक यस्तो बबाल फिजिक भएको हो त्यस्तो गाईहरूलाई हेरेर होइन त्यस्तो गाईहरूलाई हेरेर तिमीलाई कहिले इम्प्रुभ हुन मन लागेको छ? अफकोर्स या. त्यस्तै गरी तिमीलाई त्यो इम्प्रुभ हुन मात्र मन लागेको छ त्यतिखेर अब कुनै गाईहरूलाई इम्प्रुभ हुनै पर्छ होइन र कुनै गाईहरूलाई इम्प्रुभ हुनै पर्नेको सिचुएसन हुन्छ. द्याट इज द थिङ. अब बिफोर रियालिटी पुट्स यु इन रियल स्टेट अफ पोजिसन होइन र त्यतिखेर यु हेभ टु बी अवेर अफ इट. लाइक लिटरली होइन र लाइक एभ्री वान विल फेस रक बटम होइन र धेरैजनाले फेस गर्छौँ हार्डसिप भनेर. धेरैजनाले फेस गर्नुपर्छ हार्डसिप. कुनै सिचुएसनहरू हामीले ह्यान्डल गर्न सक्दैन र लाइफमा यतिकै छोडिदिनुपर्छ होइन र इन्डिङको कुरा गर्नु पर्दाखेरि इन्डिङ राम्रो चाहनेहरूलाई होइन र अब कसैको होला होइन र जस्ट फ्यामिली पाएर एउटा जब गरेर बस्ने होइन र त्यही होला. बट इट्स ओके फर आउट अफ एभरेज पिपुल्सहरू होइन र आउट अफ ट्राइङ टु बी आउट अफ एभरेज पिपुल्सहरू जस्तै कि लाइक मोर देन एनिथिङ मोर देन एभरेज बन्नु मन छ भने लाइक लिटरली यु हेभ टु फेस रक बटम. अब म भन्दिनँ कि लाइक गएर होइन र लाइक वाइल्ड कुराहरू गर. आई एम जस्ट टेलिङ द्याट अवेर भइरहेको कि लाइफमा जे कुरा पनि आउँछ त्यो चाँडै आउँदैन होइन र अवेर भइरहेको कि फेलियर्सहरू धेरै खानुपर्छ. अब हार्डसिपहरू मेहनतहरू धेरै गरेर राख्नुपर्छ. दिस इज द लाइफ होइन र. अनि तिम्रो लाइफ एउटा पेपर हो, तिमी एउटा पेन हो. अब तिमीले त्यो पेपरमा जसरी आफ्नो लाइफ लेख्छौ त्यसरी नै तिम्रो लाइफ बन्दै जान्छ. तिमीले आफ्नो एफोर्ट इनर्जी एभ्रिथिङ हुन्छ नि दिएर आफ्नो मेन्टालिटीमा राखेर कि आफ्नो मेन्टालिटीमा के भन्छ आफ्नो मेन्टालिटीमा म आउट अफ एभरेज बन्छु म यो बन्छु जसरी भए पनि होइन र भनेर आफ्नो ड्रिम्सहरूलाई चेस गर्यो भने यु विल स्योरली एचिभ इट वान डे. तर इफ युर गोल इज सेम सक्सेसफुल हुने आउट अफ एभरेज हुने तर यु आर नट पुटिङ इन द एफोर्ट देन द इन्डिङ विल बी डिफ्रेन्ट फर यु. सो लाइफ भनेको एभ्रिथिङ अबाउट स्ट्रगल्स नै हो होइन. अब लिटरली अहिलेको टाइममा लाइक 16, 17, 18, 19 यतिखेर नलेज गेन गर्ने हो. अब 16देखि 20सम्म नलेज गेन गर्ने भनेपछि डिफ्रेन्ट काइन्ड अफ नलेजेसहरू हुन्छ होइन र. सो तिमीलाई कुन फिल्डमा जानु मन छ त्यही बारे नलेज गेन गर्न थाल. बुक्सहरू पढ, पोडकास्टहरू हेर, सोसियल मिडियामा एनिथिङ्स रिलेटेड टु इट हेर होइन र. त्यस्तै मेन्टालिटी भएको पिपुलहरूसँग कन्ट्याक्टमा बस होइन र. एन्ड त्यसै अनि 16देखि 20सम्म तिमीले त्यति गरिसकेपछि 20देखि तिमीले अब त्यो नलेज छ नि होइन र तिमीले 16देखि 20सम्म गेन गरेको त्यो नलेजलाई एफोर्टमा एप्लाई गर्दै गर. अब सजिलोको लागि 16 to 20मा तिमी एक्सपिरियन्स पनि गेन गर्न थाल्यो हुन्छ, प्र्याक्टिकल नलेज पनि गेन गर्न थाल्यो हुन्छ होइन र. तर
या त्यति नै हो आजको लागि होइन र एन्ड दिस इज इट तर आई वुड मेनली टेल द्याट तिमी जोसँग हेर्छौ होइन तिम्रो इन्फ्लुएन्स जोसँग छ सोसियल मिडियामा होस् र तिम्रो साथीहरूको होस् तिमी पनि त्यस्तै हुँदै जान्छौ तिम्रो इन्भाइरोमेन्ट जस्तै छ तिमी पनि त्यस्तै हुँदै जान्छौ किनभने लाइक यु क्यान लिटरली इमेजिन होइन र तिमी चाहिँ एउटा लोटस हो अरे होइन र तिमी चाहिँ एउटा लोटस हो अरे तर तिमीलाई हिलोले सराउन्ड गरिरहेछ अरे होइन र अब तिमीले जति सफा हुन्छु भने पनि तिमी सफा हुन सक्दैनौ किनभने तिमी त हिलोको बिचमा छौ नि त होइन र अब जब तिमी त्यो इन्भाइरोमेन्टबाट मुभ हुन्छौ जब तिमी हिलोबाट बाहिर जान्छौ त्यतिखेर एकचोटि नुहाउने बित्तिकै तिमी सफा हुन्छौ सो तिम्रो इन्भाइरोमेन्ट जस्तो छ तिम्रो सोसियल मिडियाको इन्फ्लुएन्स तिम्रो सोसियल मिडियाबाट आइरहेको इन्फ्लुएन्स कस्तो छ होइन र तिमीलाई लिटरली अब फ्रेन्ड सर्कल कस्तो छ तिमी पनि त्यस्तै हुँदै जान्छौ तिम्रो मेन्टालिटी सब कन्सियस माइन्डलाई थाहा हुन्छ होइन र द्याट इज अनि तिमी बिस्तारै बिस्तारै त्यस्तै हुँदै जान्छौ सो आजको लागि यति नै एन्ड चुज द बेस्ट इन्डिङ फर यर सेल्फ इट्स अल अबाउट यु इट्स अल अबाउट यर मेन्टालिटी एन्ड बाई बाई